नमस्ते साथीहरू, स्वागत छ हाम्रो यस दौलत युनिभर्सिटी च्यानलमा। आज हामीले सर्टिफिकेट डिजाइन पढ्नेछौँ साथीहरू। कसरी सर्टिफिकेट डिजाइन बनाउने त्यो पढ्नेछौँ। अघिल्लो भिडियोमा हामीले पनि सर्टिफिकेट डिजाइन बनायौँ, तर त्यसमा हामीले पोर्ट्रेटमा सर्टिफिकेट डिजाइन बनायौँ। अहिले चाहिँ हामीले ल्यान्डस्केपमा बनाउँछौँ साथीहरू। आउनुहोस् भिडियोतर्फ नै जाऊँ, ढिलो नगरिकन। ल एमएस वर्ड खोल्नु होला। म चाहिँ एमएस वर्ड खोलेर राखेको छु। ल यस्तो खाले हामीले सर्टिफिकेट डिजाइन बनाउनेछौँ साथीहरू। फर्स्टमा हामीले यसलाई डिजाइन गर्नलाई हामीले फर्स्टमा पेज सेटअप गर्नु पर्यो। पेज सेटअप गर्नलाई हामीले फर्स्टमा पेज लेआउटमा जानु पर्यो। कसैको यहाँ पेज लेआउट हुनसक्छ, मेरो चाहिँ यहाँ लेआउट छ है, त्यही पेज लेआउटमा जानु पर्यो। कसैले हाम्रो डकुमेन्ट टाइप गर्न दियो भने फर्स्टचोटि हामीले के गर्ने हो र जहिले नै पेज सेटअप गर्नु होला। मैले यो कुरा चाहिँ दिमागमा राख्नु होला है। लेआउटमा जानु र यसको पेज सेटअप गर्नलाई चाहिँ यसको मार्जिन चाहिँ 0.75 रहेछ साथीहरू। मैले तल पेज लिएर छु, यहाँ 0.75 कस्टम मार्जिनमा जानु होला साथीहरू। कस्टम मार्जिनमा गएर यहाँदेखि 0.75 लेख्नु होला है। 0.75 लेख्नु होला। यसरी 0.75 लेफ्ट राइट 0.75 रहेर। अब हजुर मार्जिन भनेको के हो भन्नुहुन्छ भने म हजुरलाई सिम्पल एउटा कन्सेप्ट दिन्छु है। मार्जिन भनेको जस्तै हामीले इक्जाम दिन गएपछि के हुन्छ, साइड लाइन सर्छ नि त, त्यस्तै यसमा नि लाइन सर्छौँ के। सिधा लाइन खाएपछि जुन स्पेस बसे हुन्छ नि त, जुन साइडमा बसे हुन्छ त्यसमा हामीले लेख्दैनौँ नि, त्यस्तै हाम्रो यसमा पनि हुन्छ कि। जस्तै लाइन खिचेपछि सिधा लाइन खिचेपछि के हुन्छ भन्दाखेरि साइड एरिया छुट्छ, तल माथि डाउन, त्यो छोडेको एरिया क्या। माथि छोडेको साइड छोडेको एरियालाई के भन्छन् त, मेरो माउस हेर्नुलाई यो छोडेको साइड छोडेको एरियालाई के भन्छन् त, मार्जिन भन्छन् के। यो बक्सको बाहिरको एरियालाई मार्जिन भन्छ। यो मार्जिन हामीले आफूले चाहे अनुसार धेरै कम छोड्न सक्छौँ के। त्यो हामीले यहाँ 0.75 हजुरहरू 0.5 पनि राख्न सक्नुहुनेछ, तर हामीले यसमा 0.75 राखेको छौँ है। यसपछि आउँछ ओरिएन्टेसन है। ओरिएन्टेसन भनेको के हो त साथी? ओरिएन्टेसन भनेको पेज कस्तो छ त। पेज हाम्रो जस्तै यो चाहिँ हाम्रो ल्यान्डस्केप हो। ल्यान्डस्केप जस्तै ल्यान्डस्केप भनेको होरिजोन्टली हो, होरिजोन्टली। र पेज भर्टिकल भनेको के हो त, ल्यान्डस्केप हो। सरी, पोर्ट्रेट हो। के हो त, पोर्ट्रेट भनेको भर्टिकल्ली पेज हुनु हो र ल्यान्डस्केप भनेको होरिजोन्टली हुनु हो। बुझ्नुभयो? अहिले चाहिँ के हो त, पोर्ट्रेटमा यो छ, यो चाहिँ ल्यान्डस्केप छ। यस्तै बनाउनु पर्यो भने मैले ल्यान्डस्केपमै सिलेक्ट गर्छु है। बन्यो। अब हामीले यति गरेर हामीले के गर्नु पर्यो, पेपर साइज लिनु पर्यो। अहिले चाहिँ लेटर छ, यो चाहिँ हामीले जति पनि के त प्रिन्टिङ गर्नुको सर्टिफिकेट डिजाइनहरू बनाउँछौँ नि त, जस्तै जति पनि प्रिन्टिङ सम्बन्धी डिजाइन बनाउँछौँ त्यो भनेको A4 साइजमै प्रिन्ट हुने हो। त्यसलाई हामीले के चुज गर्छौँ त, गर्छौँ है। ल कन्फ्युज छ यतिसम्म? छैन? ल छैन भन्ने आशा गर्छु। कोलम, यसको बारेमा हामीले पछिल्लो भिडियोमा के त पेपरहरू डिजाइन गर्दाखेरि कसरी टाइप गर्ने, कसरी फर्मेटिङ गर्ने, त्यो गर्दाखेरि हामीले कोलमको बारेमा बुझ्छौँ। अहिले चाहिँ यति मात्रै बुझ्नु, लेआउटमा मार्जिन भनेको साइड छोड्ने हो, एरियाहरू के त स्पेसहरू छोड्ने हो। ओरिएन्टेसन भनेको ठाडो पेपर गर्ने हो कि के त अलिकति ल्यान्डस्केप गर्ने हो कि पोर्ट्रेट गर्ने हो, भर्टिकल्ली गर्ने हो कि होरिजोन्टली गर्ने हो। पेपर साइज भनेको A4 हो कि कति ठुलो स्टेटमेन्ट बिलहरू बन्छ यसमा, मैले बनाउँछु, बिलहरू पनि बनाउन सिक्छौँ। यति सिकेर यति भएर के गर्छु साथीहरू, पेज सेटअप भयो। अब हजुरहरूलाई के सिकाउँछु, यहीलाई म कपी गर्छु होइन, यसलाई म कपी गर्छु, यसरी कपी गर्छु, कन्ट्रोल सी गर्छु, कन्ट्रोल सी गरेर यसलाई कन्ट्रोल भी गर्छु। अब मैले कन्ट्रोल भी गरेँ, यसलाई म डिलिट गरिदिन्छु किनकि हजुरलाई मैले सिकाउनु पर्ने छ। र यसलाई पनि म डिलिट गर्छु। म यो भिडियोलाई अलिकति सेभ गरिदिन्छु। ल साथीहरू, अब मैले के गरिसकेँ, सेम यसलाई मैले यो तरिका बनाएँ। यो किन बनाएँ, हजुरलाई सिकाउनलाई मैले कपी गरेर सबै फर्मेटिङलाई डिलिट गरेँ। ल अब हामीले फर्मेटिङ गर्छौँ है। फर्मेटिङ गर्नलाई फर्स्टमा हामीले के गर्नु पर्यो, फन्ट साइज राख्नु पर्यो, फन्ट नेम राख्नु पर्यो। सुरुमा के गर्नु होला, यो सबैलाई सिलेक्ट गर्नु होला, यहाँदेखि सबैलाई यसरी सिलेक्ट गर्नु होला। सिलेक्ट गरेर हामीले के गर्छौँ साथीहरू, यहाँदेखि टाइम्स न्यू रोमन लेख्छौँ है। सरी, मोनोटाइप कर्सिभ लेख्छौँ है। मोनोटाइप कर्सिभमा राख्छौँ है। मोनोटाइप कर्सिभमा राखेर हामीले के गर्छौँ, फन्ट साइज हामीले राखिदिन्छौँ 24 राखिदिन्छौँ है। 24 राख्यौँ। अब मैले यहाँ फन्ट साइज 22 राखेरै छु, हजुरहरू 22 नै राख्न सक्नुहुनेछ। 22, 24 जति राख्नु होला। ल म कति राखिदिएँ त,
22 नै राखिदिन्छु है 22 राखेँ र यति गरेर मैले यहाँ के गर्छु यसलाई सिलेक्ट गरेर एलाइन गर्छु यहाँ मैले यसको बारेमा सम्पूर्ण भनिसकेको छु एक एलाइन गरिदिए एलाइन गरिदिन्छु सिलेक्ट गरेर र मैले यसलाई के गर्छु ट्याब थिचेर यसरी ट्याब थिचेर मैले कुनामा लग्छु यसलाई फर्मेटिङ गरिरहेको छु के ल यति गरेर मैले के गर्छु यसलाई सिलेक्ट गर्छु यसलाई फन्ट चेन्ज गर्छु के फन्ट अल्जेरियन फन्टमा राख्छु है अल्जेरियन फन्ट राख्नु होला र यसको साइज चाहिँ अलिकति ठुलै राख्नु होला ल 36 नै राखिदिएँ मैले र यहाँ हेर्नु होला अब यस्तोको ठुलो छ अब अरू सबै स्मल छ नि अब हामीले के गर्नु पर्यो यस्तै बनाउनु पर्यो भने के गर्छौँ ट्याक्क सिलेक्ट गर्छु सिलेक्ट गरेर मैले के गर्छु यसैमा जान्छु है फन्ट डायलग बक्समा जान्छु डायलग बक्समा गएर यसको बारेमा मैले भनिसकेको छु यहाँदेखि स्मल क्याप गरिदिन्छु स्मल क्याप गरेपछि हाम्रो अगाडिको चाहिँ ठुलो हुने र पछाडिको चाहिँ स्मल हुने है स्मल देखिन ल यसको फन्ट यसलाई पनि मैले के राखिदिन्छु ओल्ड इङ्ग्लिस टेक्स्ट है ओल्ड इङ्ग्लिस टेक्स्ट फन्ट मैले राखेँ ठुलो गरिदिन्छु 26 जति गरिदिएँ है ल अब मैले यसलाई इन्टर गर्छु अलिकति धेरै इन्टर भयो अनि इन्टर गर्छु ल यसलाई अलिकति ठुलो फन्ट साइज गर्छु यसलाई स्मल फन्ट साइज गर्छु अलिकति अलि माथि लाग्नु पर्यो हैन अलि स्मल गर्नु पर्यो यसलाई नि धेरै ठुलो भयो हैन भयो ल कन्ट्रोल ई गरेर सेन्टर ल अब मैले के गर्छु यसलाई इन्टर गरेर तल ल्याइदिन्छु ल भयो अब मैले अलिकति यहाँ डर थपिदिएँ कोही ठाउँ डर यसरी डर थप्नु भन्दा पनि मैले यहाँ के गरिदिन्छु ट्याब थिच्छु हैन ट्याब यस्तो प्याराग्राफ सर्छु र डर थपिदिन्छु अब मैले यसलाई के गर्छु सिलेक्ट गरेर अलिकति बोल्ड गरिदिन्छु के कस्तो बनाउनु पर्यो यस्तो खाले बनाउनु पर्यो भने बोल्ड गर्छु सुरुमा डायलग बक्समा जान्छु एडभान्समा जान्छु यसको बारेमा मैले भनिसकेको छु होम ग्रुपको सम्पूर्ण भिडियोमा मैले भनेछु होम ट्याबको त्यसमा एकदम राम्रो डिटेल रूपमा के त एक्सप्लेन गरेछु अब सबैलाई सिलेक्ट गर्नु अब यसमा के राख्नु पर्यो त लाइन स्पेसिङ कतिको लाइन स्पेसिङ यही लाइन स्पेसिङमा जाने रिमुभ गरेर हामीले कति राख्दिने त 1.5 राख्ने बुझ्नुभयो अब यो तल गयो हैन तल गयो भने अलिकति स्मल गर्दिमला के छ र यानी स्मल गर्दिमला के छ र नि स्मल गर्दिमला ल यतिसम्म त भयो है ल यति भएपछि हामीले यसलाई जस्टिफाई गर्नु पर्यो कन्ट्रोल जे गर्नु पर्यो यस्तो जस्टिफाई भयो पनि अब यति भएपछि अब यसमा हामीले के राख्नु पर्यो त के राख्नु पर्यो साथीहरु अब लगभग भ्यायोस् अब यसलाई रातो कलर हटाउनु पर्यो ठ्याक्क सिलेक्ट गरेर यसको बारेमा पनि सम्पूर्ण भनिसकेको छु रातो कलर हटाउने रिभ्यूमा जानु रिभ्यूमा गएर ल्याङ्ग्वेजमा जानु सेट प्रुफिङ कुनै पनि ल्याङ्ग्वेजमा सिलेक्ट गर्नु डु नट चेक स्क्रिनमा जानु ओके यो पनि भनिसकेको छु मलाई भन्नै परेन जस्तै लाग्यो हैन यति गरेर अब हामीले जान्छ मेन कसमा त सेम भयो अब हामीले के गर्छौं त यो छ नि यो वाटरमार्क जुन हामीले केसमा राख्न सिक्यौं त अघिल्लो सर्टिफिकेटमा नि बनाउन सिक्यौं नि त वाटरमार्क अघिल्लो पछाडिको यसभन्दा अगाडिको भिडियोमा मैले वाटरमार्क हाल्न सिकाएको थिएँ जुन अफिसहरुमा युज हुन्छ अफिसियल कामहरुमा युज हुन्छ अफिसियल डकुमेन्टहरुमा युज हुन्छ वाटरमार्क भनेको अक्षरको पछाडि पनि के हुन्छ त अक्षरहरु लेख्नु पर्यो म वाटरमार्क भनेको थिएँ ल यसलाई राख्न सिक्यौं है साथीहरु राख्नलाई सुरुमा मैले के गर्छु इन्सर्टमा जान्छु इन्सर्टमा गएर सेभमा जान्छु सेभमा गएर मैले के गर्छु टेक्स्ट बक्स लिन्छु टेक्स्ट बक्स लिएर मैले ठ्याक्क ड्र्याग गर्छु हैन त्यहीमा ड्र्याग गर्छु यस्तो खाले ड्र्याग गरेर र मैले अलि फास्ट गर्नलाई मैले यसलाई नै कपी गर्दिन्छु यसलाई तल गर्छु अलिकति तल गरेर यसलाई कपी गर्छु के कन्ट्रोल सी कन्ट्रोल भी गरिदिन्छु हैन यसलाई माथि गर्छु र मैले के गर्छु भन्दाखेरि अलिकति यहाँ लग्छु यसलाई स्मल गर्छु लगभग मैले 18 राखिदिन्छु हैन ल 18 राखिदिएँ मैले कन्ट्रोल भी गरे कन्ट्रोल जेड कन्ट्रोल ए कन्ट्रोल सी गरे कन्ट्रोल भी गरे कन्ट्रोल बैक स्पेस थिचे मैले कन्ट्रोल भी गरे बैक स्पेस थिचे मैले कन्ट्रोल भी गरे कन्ट्रोल ए गरे कन्ट्रोल यहीँदेखि गर्नु होला या कपी गर्नु होला यो डायलग बक्समा जानु होला अब यहाँ यति धेरै हुन्छ यो कपी गरेको हुन्छ यही गएर क्लिक गरिदिनु होला यही क्लिक गर्नु पेस्ट अब यस्तो सिलेक्ट गरौँ कपी गरौँ अब यही आउँछ यति धेरै
हाम्रो यसको बारेमा मैले भनिसकेको छु यो कन्टेनरको काम गर्छ भनेर। यसको लाइन स्पेसिङलाई कम गरौँ, कन्ट्रोल ए गर्छौँ, सुरुमा जस्टिफाई गर्छौँ, लाइन स्पेसिङलाई रिमुभ गर्छौँ। रिमुभ त छ 80 छ, अब 1.15 राखिदिनु पर्यो, अलिकति धेरै भयो है के बुझ्नुभयो। अनि यहाँ गएर मैले कन्ट्रोल बी राखिदिन्छु, कन्ट्रोल जे भएर गरिदिन्छु, कन्ट्रोल जे गरिदिन्छु, जे गरेपछि जस्टिफाई हुन्छ। ल अलिकति मैले के गरिदिन्छु त अलिकति माथि गर्छु है, यति गरेर ल त्यसपछि हामीले के गर्छौँ त यहाँ लाइन स्पेसिङ पनि रिमुभ गर्छौँ अलिकति, लाइन मिलेन होइन 1.15 पनि गऱ्यौँ, 1 गऱ्यौँ, ल 1.15 नै गरौँ, ठिक छ, यतिमा इनफ छ है। ल यसको कलरहरू अलिकति कम गरौँ, यहाँदेखि कलरहरू अलिकति कम, यसलाई ब्याक गरौँ। हामीले कसरी ब्याक गरौँ भन्दाखेरि इन्सर्टमा हामीले यहाँ फर्मेट मेनुमा जाऊँ, फर्मेट मेनुमा गएर यहाँदेखि ब्यान्ड टेक्स्ट गरौँ, ऱ्याप टेक्स्ट मैले भनिसकेरै छु, भन्नै परेन होइन। ल यति त गर्नुभयो। अब यति गरेर हामीले के गर्नु पर्यो, बोर्डर राख्नु पर्यो, यस्तो बोर्डर राख्नु पर्यो। बोर्डर राख्नलाई डिजाइनमा जानु होला। अब त म केही भनेपछि यसको बारेमा म भन्ने छु, चिन्ता नलिनु होला। अन्त यहाँ बोर्डर पेज बोर्डरमा जानु होला, यहाँदेखि धेरै बोर्डरहरू छन्, अहिलेलाई मात्र यहाँ आडमा हेर्नु, आडमा हेरेर एउटा के गर्नु होला भन्दाखेरि हाम्रो यहाँ कुनै पनि एउटा चुज गर्नु होला। मैले चाहिँ कुन चुज गरेँ भन्दाखेरि यो वाला चुज गरेँ है। ल मैले यहाँ होल डकुमेन्टमा गएर ओके गरिदिन्छु। अब यो अलिकति मिलेन होइन, के मिलेन त हाम्रो यो वाला सेप मिलेन, अलिकति मैले सेप यस्तरी तन्काएर मिलाइदिन्छु, अलिकति सेपहरू तन्काएर यस्तरी मिलाइदिन्छु, भयो होइन। अब यसमा के ल्याउनु पर्यो हामीलाई, सेम बन्यो। अब हामीले यसमा पिक्चरहरू ल्याउनु पर्यो। पिक्चरहरू चाहिँ मैले डिस्क्रिप्सन बक्समा लिङ्क राखिदिन्छु, हजुरहरू त्यसैबाट पिक्चरहरू डाउनलोड गरेर यसमा युज गर्न सक्नुहुनेछ। यसको लागि मैले के जान्छु त, इन्सर्टमा जान्छु, पिक्चरमा जान्छु, पिक्चरमा गएर मैले डी ड्राइभमा गएर मैले लोगो भन्ने फोल्डरवाला मैले सुरुमा के राखिदिएँ त, यसलाई इन्सर्ट गरिदिन्छु। र एउटा कुरा के ख्याल गर्नु होला, इन्सर्ट गर्दाखेरि जहिले नि यो भित्रकोमा क्लिक गरेर नगर्नु होला, यो बाहिरको टेक्स्टमा क्लिक गरेर इन्सर्ट गर्नु होला है। ल यसमा मैले क्लिक गरेर फर्मेटमा जान्छु, यो हल्लिँदैन, यसलाई माथि ल्याउनु पर्छ, ऱ्याप टेक्स्टमा गएर इन फ्रन्ट गरिदिन्छु। यसलाई स्माल गर्छु मैले, एकदम स्माल, ल स्माल गर्छु, अट्टिने जस्तै त बनाउनु पर्यो हो। ल यति गरेर मैले यहाँ एउटा के ल्याउँछु त, बल ल्याउँछु, यहाँदेखि यो ल्याएँ होइन मैले, यो पनि मैले यहाँदेखि इन फ्रन्ट अफ टेक्स्ट गरिदिएँ, मैले त भन्नै परेन। ल मैले यसलाई फटाफट गरिदिन्छु है त, चिन्ता नलिनु है त। ल यतिसम्म मैले गरिदिएँ। यति गरेर मैले के गर्छु, एउटाहरू इन्सर्ट गरिदिन्छु, के गरिदिन्छु त, फुटबल इन्सर्ट गरिदिन्छु होइन, यहाँदेखि फुटबल इन्सर्ट गरिदिन्छु मैले। अब यहाँदेखि मैले इन फ्रन्ट अफ टेक्स्ट गर्छु। ल यो चाहिँ मैले फटाफट गरेँ, किनकि मैले बारम्बार भन्नुपर्दा पनि त्यति साह्रो लाग्दैन। ल यसलाई मैले के गर्छु, ब्ल्याक गर्छु, फर्मेट मेनुमै के छ त, यहाँदेखि कलरमा गएर ब्ल्याक गर्छु, क्लिक गरेर कलरमा गएर ब्ल्याक गर्छु। यसलाई त ब्ल्याक गर्नु परेन, मलाई गर्दा नि हुन्छ, हजुरको मर्जी होइन। ल सिफ्ट थिच्नु होला, सिफ्ट थिच्नु, यसलाई पछाडि पठाउनु पर्यो भने हामीले कसमा गऱ्यौँ त, अगाडिको सर्टिफिकेट बनाउँदाखेरि पनि यसलाई बनायौँ। ल सेम त्यही प्रोसेसबाट के गर्नु त, यहाँदेखि सेन्ड टु ब्याकमा गएर एकपल्ट सेन्ड टु ब्याक गर्नु, सेन्ड ब्याक टेक्स्ट गर्नु, अटोमेटिक हाम्रो। अब यो किन देखिन्न, किनकि हाम्रो यो सेपमा यो टेक्स्ट यो के त वाटरमार्क राखेछौँ, त्यो टेक्स्टमा हाम्रो के हुन्छ त, के हुन्छ साथीहरू, हाम्रो व्हाइट कलर फिल भएको हुन्छ होइन हो। त्यसपछि नो फिल गर्दाखेरि के हुन्छ त, अटोमेटिक देखिन्छ हो, देखिन्छ। यसरी गर्दाखेरि हाम्रो सर्टिफिकेट बन्छ। ल अलिकति मैले ब्याक गरेर अलिकति यहाँ माथि गरिदिन्छु, किनकि नराम्रो जस्तै देखियो। ल अहिले त तल पनि आएछ, यो तलको मैले हटाइदिन्छु, यो होला पेजलाई डिलिट गरिदिन्छु, डिलिट बटन थिच्नु होला, हट्छ होइन, र कन्ट्रोल एल गर्छु, सेभ। यति रहेछ हाम्रो के त, सर्टिफिकेट डिजाइनको भिडियो। अब हजुरहरू यसरी नै हाम्रो सर्टिफिकेटहरू बनाउन सक्नुहुनेछ। यो एकदम सिम्पल छ, तर हरेक टुल्सहरू यसमा एड भएका छन्। यदि यस्ता सर्टिफिकेटहरू बनाउन आउँछ भने हजुरहरूलाई एकदम एडभान्स रूपमा पनि हजुरहरू डिजाइनदार सर्टिफिकेटहरू बनाउन सक्नुहुनेछ।
आजलाई चाहिँ नि यति नै। भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गरेर नजिकैको बेल आइकनलाई थिच्नु होला, हामीलाई सपोर्ट गर्नु होला। ल हस्, धन्यवाद।